म यस्तो नाजुक छु कि यहाँ त्यही हातैदेखि न फोरा उठेको कि पिठो मुछेर के भन्नु म देख्न सक्नुहुन्छ यहाँ सानबाले बिनेको के अरे यो तर ठुलो पिर्का चाहिँदैन मम्मीले टेक्नोलोजी यहाँ बोरामै बनाइदिन्छ। गाइस वेलकम माइ न्यू भिडियो। आएर सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ हामी तिहार आउनु लाग्यो नि त नि रोटी बनाउने अरे फिनी बनाउने अरे त्यही भएर पिठोसित मुछेर खाना खाएर मात्रै लागेको पछाडितिर पिठो अलिक नपुग्ने भयो अनि त्यही भएर किन्नु जा भन्नु भयो। अनि त्यही भएर हिँडेको म यस्तो नाजुक छु कि यहाँ त्यही हातैदेखि न फोरा उठेको कि पिठो मुछेर के भन्नु म अनि मैले यत्रो दिनदेखि यत्रो 1 महिनासम्म पालेको नङ पनि काट्नु पर्यो आज, किनभने पछि उ गर्यो क्या मेरो मुस्दै सेत्ने र घाउ बनाइदियो क्या नङले। अनि काटिदिएँ मैले, फेरि घाउ बन्यो भने त लास्टै गाह्रो हुन्छ नि त। अनि त्यही भएर एकतिर त फोरा उठ्यो अनि एकतिर फेरि त्यस्तो भयो भने चाहिँ हुन्छ, त्यही भएर काटिदिएँ। त्यही साथीहरू नथिङ स्पेसल भन्ने जस्तै पछि पसलमा जानुपर्ने हुन्छ, गइरहेको छु। मान्छेहरू आउनुहुँदैछ, हात्ती पनि खराइराख्नु थियो चाहिँ म त पसलमा जान्छु अब। त्यही साथीहरू तल्लो बाटो जाऊँ भने सुँगुर पाल्नु भएको, माथिको बाटो अब सुँगुर पो काट्दिनु मिल्छ एकछिन हात्तीपातीले बिजोग सुतिजोग यहाँ सुँगुर त भयो भने फेरि यस्तो थापाको भएमा सानो मम्मीले पठाउँथे नि त चक्लेट खान पाइन्छ भनेर आएको चाहिँ। गाउँमा चक्लेट खानु पनि गाह्रो छ क्या, राम्रो खालको चक्लेटै पाएन मम्मी रिसिप्ट फल खाउनुपर्छ। त्यही भएर पिठो किन्न जा भनेपछि थाहा हुन्छ। मैले हिजो पनि खाएको मिटिङमा आएको थिएँ, रात परेको थियो मिटिङमा आएको। अनि त्यही भएर फेरि सामानहरू लगेर जाने भन्दाखेरि मलाई चक्लेट पनि खाएको थियो हिजो। नखाएको चाहिँ होइन, खाएको त आज पनि खाइदिउँ भनेर आएको। त्यही साथीहरू अब त्यस्तै छ। म चाहिँ गाउँमा छु क्या, लाज लाग्छ क्या एक्लै। मान्छे हुनुहुँदैन रहेछ यहाँ। अब दिउँसो पनि त अहिले सुत्नु भएको होला, कसै कसले फेरि काममा जानुभएको होला। त्यही परे स्कुल खुले यहाँ पहिलोको लागि त साथीहरू पहिलोको लागि तयारी हुँदैछ यहाँ बच्चाहरूको। साथीहरू बच्चाहरू तिहार लागेको छ क्या। पसलमा पसलमा 1000 हजुर के न के दिदीहरू पनि आइजानु भएको। सो गाइस म चाहिँ घरमा आइसकेको छु। मम्मीले चाहिँ यहाँ रोटी लगाइदियो भने पिता छैन नि त, पोरामा गराउनु लागेको छ मम्मी चाहिँ चाहिँदैन।
ठुलो पिर्का चाहिँदैन मम्मीले टेक्नोलोजी यहाँ बोरामै बनाइदिन्छ पोर्ने बोरामै बनाउनु भएको तान्नुपर्छ दुईजनाले अर्को लोरीको त छ तान्ने भने रुमाल धुता हाल्छौ ठाडो भनेर सोरो साथीहरू यहाँ पैसाको रोटी बन्दैछ यहाँ बनाउँदै हुनुहुन्छ यस त्यो भोलि पैसा ढोको एकछिन फेरि हिँड्नु न ए हो साथीहरू हाम्रो तिहारको रोटी पोरा जस्तो भएको नै तर त्यो टेस्ट चाहिँ पोरा जस्तो छैन क्या अहिलेको पुरा दामी भएको थियो भन्नु न त नि तपाईँ आफै लास्ट भन्नुहुन्छ कि मम्मीले फेरि मान्द्रोमा यो मान्द्रो फेरि सानबाले बिनेको के अरे यो त रोल्पाबाट ल्याएको नि घरदेखि ल्याएको यहाँ मम्मीहरूको घरदेखि ल्याएको मान्द्रो यसमा रोटी मिलाउँदै हुनुहुन्छ भयो यहाँ चाहिँ साथीहरू हाम्रो चिउरी फेरि अनि चिउरीले बनाउने हो भयो जाम हुन्छ होला अब त वाह ल हामी गएको अब बाहिर फेरि पकाउँदैछ यहाँ दिदीले बनाउँदैछ खुट्टा बेला र देख्न सक्नुहुन्छ यहाँ गुलाई गुदा भन्दैन नै सराप यो गु हो र अनि के तपाईँले गुलाई भन्नुहुन्छ त भने कस्तो पुत्तायो के हेर्दै हो तिमी कसले हालेको थियो फेरि सो गाइस बल्ल तल्ल रोटी पठाएर पक्यो बनाएर त्यो बाहिर त्यो उस गरिदिन्छ जान्दै हुनुहुन्छ पकाउँदै हुनुहुन्छ मैले यहाँ भात पकाउँदैछु चोकको हालत खराब भइसक्यो 7 बजिसक्यो 7 त्यस्तै 14-15 मिनट गइसक्यो होला 7 बजेर बिजोग तिहार लाग्यो के गर्नु तिहार लागेको छ यहाँ हिजो लोटेको मेरो फेरि खुट्टा यस्तो भएको छ बनाउँदै हुनुहुन्छ अझै दङ्ग आएको यहाँ तिहार लागिरहेको मिली बनाउनु आएको अगाडि दुःखमा देखाउँछ अगाडि यहाँ बहिनीहरूले नाच्नु जानुहुने बनाउँदा थिएँ मेरो हालत खराब छ अनि गएन बिचारा होला नि कहिले ननाच्ने रे भन्ने थियो अझै क्या हो त्यस्तै भयो देख्न सक्नुहुन्छ पारि झिलिमिली तिहार लागिरहेको मुस्लिम चाहिँ खुट्टा झिलिनुहुन्छ बल्ल बिजोक भइहाल्छ बिजोक कस्तो महसुस भइरहेछ पाइप जलाउनु भएछ यहाँहरूले फेरि
बाहिर बनाउँदाखेरि गाह्रो छ त्यो त्यसले त साँच्चै अरे यो के हुन गरेन कि सोचिरहन्छु त्यही साथीहरू आजको लागि यति नै ब्लग सलग बनाउनु पाइएन धेरै यो बनाउनु बाला लगाउनु पनि कस्तो हुन्थ्यो ल सिर्दैन नि त बिजोक छ मम्मीको यहाँ बिजोक हात ठुलो भएर नसिरेको अवस्था गाह्रो छ मम्मीलाई त्यही साथीहरू आज भिडियो बाला यति नै। लगाउने गर्छ तर सिर्ने म के गर्नु आजको भिडियो यति नै अब लास्टसम्म हेर्नुभयो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु नबिर्सिनु होला त्यही हो धेरै बनाउन पाइएन यति नै गोली बनाउँथ्यो नि त अनि गाह्रो छ तपाईँ नेक्स्ट भिडियोमा भेटौँला